मेरो फाइबर छ हो त्यही फाइबरमा हो मेरो यो रेसिङ्गा टावरबाट देखिएको दृश्य हो दर्शकबिन। हेर्न सक्नुहुनेछ लोभलाग्दो दृश्य छ यहाँनिरबाट। हिमाल नजिकै देखिन्छ भने वारिपारिका डाँडाहरू धेरै यहाँबाट चाहिँ नि पाल्पा अर्घाखाँची गुल्मीका धेरै ठाउँहरू देख्न सकिनेछ। हेर्न सक्छौँ यो हो तपाईँको गुल्मी एयरपोर्ट पनि यहाँबाट नजिकै देखिन्छ। यो हो गुल्मी तमघास। यता फोटो सेसन चलिरहेको छ देख्न सक्छु। फोटो सेसन चलिरहेको छ। जीवन थापा हुनुहुन्छ यहाँ रमाइलो छ जीवन। हामी अहिले टावरबाट चाहिँ देखाइरहेका छौँ हजुरहरूलाई यो दृश्य भने यो तमघासको चाहिँ दृश्य हेर्न सक्छौँ। सिधीचौर असाध्यै राम्रो देखिन्थ्यो भने अहिले चाहिँ अस्तव्यस्त देखिएको छ यहाँनिरबाट पनि ग्राउन्ड अनि तमघासको यो बजार साह्रै रमणीय देखिन्छ यहाँनिरबाट हेर्न सक्छौँ। धेरै जिल्लाहरू देखिन्छन् यहाँबाट प्युठान रोल्पा बागलुङ पाल्पा अर्घाखाँची अनि मौसम धेरै सफा भएको बेलामा चाहिँ नि पोखरासम्म यहाँबाट देखिने बताउनु भएको छ। सिधीचौर हेर्न सक्छौँ। साह्रै आनन्द आउँछ यहाँबाट हेर्दा। धन्यवाद सबैजनालाई भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा।